नमस्ते साथीहरू, म यतिखेर धोरफाटन नगरपालिकामा छु। यहाँ चाहिँ हामी आन्तरिक पर्यटक भएर चाहिँ आज घुम्नको लागि आइरहेका छौँ। म पहिलो पटक यहाँ आएको हो। यहाँ आउँदाखेरि त छुट्टै किसिमको आनन्द र सुन्दरताले भरिपूर्ण छ। यो देख्न सक्नुहुन्छ यहाँ पारिपट्टि पनि एकदमै सम्म मलाई यहाँ आउँदाखेरि मजा लाग्यो। तर बाटोमा आउँदै गर्दाखेरि अलिकति बाटो चाहिँ कष्टकर भयो, किनकि यहाँ दसैँ तिहार भर्खरै सकिएको छ हैन। हिजो मात्रै तिहार सकियो र अगाडि दसैँ सकिएको छ। कम्तीमा यो बाटोलाई चाहिँ अलिकति व्यवस्थित गरिदिएको भए, कम्तीमा जेसीबी लाएर हल्का सम्माइदिएको भए पनि आउने आन्तरिक पर्यटक हामी जस्ता र बाह्य पर्यटकलाई यसले कम्तीमा पनि एउटा सहज चाहिँ यात्राको लागि चाहिँ राम्रो गर्थ्यो भन्ने मलाई लाग्यो हैन। अलि यात्रा चाहिँ कष्टकर भयो। यसमा चाहिँ सम्बन्धित निकाय र यो नगरपालिकाको ध्यान जाओस् भन्ने मलाई लाग्छ। यहाँको अध्यक्ष त सायद चाहिँ विभिन्न मुद्दामा चाहिँ परिसक्नु भएको छ। यहाँको उपाध्यक्ष हुनुहुन्छ होला। यहाँका सम्बन्धित निकाय, यहाँ चाहिँ आरक्षित क्षेत्र पनि हो यो हैन। विश्वमा चाहिँ चिनिएको आरक्षित क्षेत्र पनि हो। यहाँ आर्मी पनि बसोबास गर्नुहुन्छ। कम्तीमा यो बाटोलाई चाहिँ अलिकति व्यवस्थित चाहिँ गरिदिनु भयो भनेदेखि, बर्खा त सकियो नि त, अस्ति भर्खर बर्खा सकिएको छ, वर्षायाम सकिएसँगै चाडपर्व लागे। चाडपर्वमा कम्तीमा हल्का रूपमा भए पनि यसलाई चाहिँ सहजीकरण गरिदिएको भएदेखि यहाँ आउने पर्यटकलाई, हामी जस्ता र आन्तरिक सबै पर्यटकलाई यसले छुट्टै किसिमको एउटा अनुभूति दिन्थ्यो यात्रामा भन्ने मलाई लाग्यो। यसमा सम्बन्धित निकायको ध्यान जाओस् र यहाँ आउँदाखेरि छुट्टै किसिमको अनुभूति भएको छ। यो छुट्टै हरियालीदेखि लिएर यो सम्म ठाउँ भ्याली जस्तो छ यहाँको ठाउँ। यसलाई चाहिँ सबै तपाईँ हामी मिलेर चाहिँ यसलाई अझै बढी चाहिँ विश्वमाझ फैलाउन पर्छ भन्ने मलाई लाग्छ। तपाईहरुलाई पनि आउनको लागि एकदमै अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच।